आज चाहिँ हामी बागडुग्रा जाँदैछौँ। मेरो नातिनीलाई पनि लिएर गएको छु। हाई गर्छु, हाई, नमस्ते गरिदियो मेरो बाबा, नमस्ते। हेलो गाइस, मेरो नातिनीले नमस्ते गर्दैछ। One eternity later. हाई गाइस, यहाँ हेर्नुहोस् मेरो कुखुराहरू बेलुका भएपछि यसरी रेङ 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 हुन्छ। चारो माग्दैछ, यिनीहरूले चारो माग्दैछ। तर अब हामी बुढाबुढी चाहिँ गएको इभिनिङ वकमा। हाई भनिदिनु बाबा, इभिनिङ वकमा गएको हामी बुढाबुढी। अब खुसीको मन्दिर अब हामी जाँदैछौँ बुढाबुढी इभिनिङ वकमा। हामी बुढाबुढी निस्किएको हेर्नुहोस्। खोल्नु बाबा, जाँदैछौँ हामी। अब निस्क्यौँ। यहाँ हेर्नु कुखुराहरू पछ्याउँदैछ। यो हेर्नु कुखुराहरूले पछ्याएको हेर्नुहोस्। यति बिघ्न पछ्याउँछ, तर हामी पछ्याउँ पछास गएको। अब हामी लागेको अब इभिनिङ वकमा कता जानु, यसो भदैनी नातिनीको घरमा निस्केर जाँदैछौँ। पर सब्जा, यो चाहिँ हाम्रो घरको बाटो हो। यो मेरो बारी। जाँदैछौँ। यी बाख्राहरू हेर्नुहोस्। हाम्रो गाउँमा त बाख्रा कुखुरा पुरा छ। भाले अगाडि अगाडि छ, हाम्रो अगाडि अगाडि। अनि तिनीहरू के बिना ढिलो गरेको त अन्त बाबा। बेलुका खानु खाएर जाउँ उहाँ एक राउन्ड गएर न। मासु चाहिँ कुकुर लग्दैन नि फेरि। लाँदैन। कताबाट बस्दै जानु उता। उहाँ बगान छ नि त, बगान देखाउँ न त। लु अब आइपुगेको रहेन रहेछ। यिनीहरूको त गेटमा अहिलेसम्म लक छ। हामी त एक्चुअली यहाँ आएको थियौँ, नातिनीलाई भेट गर्नु छैन। अब हामी एकछिन बगान साइड साइड। यहाँदेखिको चाहिँ हाम्रो यो छेउमा छ टी गार्डन। टी गार्डन हो यो चाहिँ। हेर्नुहोस्, यहाँदेखिको चाहिँ टी गार्डन पर्छ। कुन टी गार्डन भन्नुहुन्छ भने कोइना चिया बगान छ। तरको भ्युजहरू यो हेर्नुहोस्। साइडमा छ टी गार्डन। अनि उहाँको साइडमा भयो भने बालासन खोला। तर हामी यहाँ अहिले इस्टको साइडमा देखाउँदैछु मैले तराईको भ्युज। यो चाहिँ भयो टी गार्डन। यहाँ हेर्नु, यहाँबाट यहाँ भने चाहिँ त्यो त गाह्रो छ, देखाउँदिनँ। यो चाहिँ टी गार्डन। अहिले यो 5 बजीको चाहिँ यो वेदर यस्तो छ। यो जाउँ हिँड्नु बाबा, तिनीहरू आइपुगेको छैन। यो तराईको गाउँ तराईको भ्युजहरू यस्तो छ। हेर्नुहोस् गाइस। हेलो, अहिले एकछिनमा फेरि गर्नेछु, देखाउनेछु। बल्ल मेरो नातिनी आइपुग्यो। यहाँ खोल्यो। अब म चाहिँ आइपुगेँ नातिनी घरमा। आइ भन्यो मेरो नातिनी, मेरो भदैनी। यता फर्केर आज मैले हालेको छुइनँ। यहाँ आउन। बल्ल दरवाजा खोल्यो। अब चाहिँ हामी पस्ने यहाँ। अब पसेर बस्ने। यो मेरो भदैनीको घर। अर्को सानो आएको छैन। सानोको इन्तजारमा छौँ। सानोको इन्तजारमा छौँ। मेरो सानो नातिनीको वकर हो। यहाँ हेर्नुहोस् गाइस। अब यहाँमा चढेर मेरो नातिनी फिल्ले कुद्छ। खै आइपुगेको छैन। अन्त कहिले चाहिँ फिल्लीले कुद्ने? है भने गरिदेऊ न नानी। नानी यता हेर न। हेलो, ऊ चाहिँ मेरो ठुलो नातिनी हो। अब सानो नातिनी चाहिँ आउनु बाँकी छ। सानो नातिनी आज टुरमा गएको छ। ऊ घर आइपुगेको छैन गाइस। आउनु। यहाँ अब मेरो हस्बेन्ड पस्नु हुँदैछ। अर्कोहरू कहिले आइपुग्ने हो थाहा छैन हो। हामी चाहिँ आज यहाँ बसिरहेछु सानो नातिनीको इन्तजारमा।
लु सानो नातिनी आइपुग्यो म सानो नातिको इतजानमा अहिले आएर बसेको होइन हामी त फर्किनु आँटेको थियौँ बगान डुल्दै नि अङ्कल र म हेलो हाई मेरो सानो नातिनी यहाँ हेर्नुहोस् कति क्युटी छ मेरो नातिनी नक्कल पारिदिँदैछ ऊ लु 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 नक्कल पार्दैछ ला हेर न यता हेलो गाइज आज म फेरि सानो रेमेडी लिएर तपाईँहरूको माझमा आइरहेको छु किन यो रेमेडी बनाएको भन्दाखेरि यसलाई चाहिँ मुखमा क्या त अहिले गर्मी महिनामा नि गर्मी महिनामा के अरे बाहिर धुप निस्के कि कालो भइहाल्छ हो अन्त त्यसले गर्दाखेरि यसले चाहिँ अलिक यसमा चाहिँ यसले चाहिँ अलिक मुखमा चाहिँ अलिक फ्रेसनेस ल्याउँछ अनि अलिक गोरापन ल्याउँछ होइन अलिक डढेकोहरूलाई हटाउँछ डढेकोहरूलाई हटाउँछ यसमा के हालेको छ भन्दाखेरि चाहिँ यसमा कफी काँचो दुध होइन त्यसको बादमा मह एलोभेरा जेल ग्लिसरिन त्यसको बादमा गुलाब जल त्यसको बादमा अलिकति चाहिँ त्यो हालेर चाहिँ यति रेमेडी हालेर चाहिँ तपाईँहरूले यो गर्नु सक्नुहुन्छ घरमै पनि आफूले बनाएर रेमेडी बनाउनु सक्नुहुन्छ बाहिरतिर हिँड्दाखेरि अन्त अलिक कालापन आइहाल्छ अन्त यसले तपाईँहरूले हप्तामा 2-3 चोटि गर्नुभयो भने अलिक हाम्रो फेसलाई चाहिँ फर्ममा ल्याउँछ अलिक हेर्ने लायकको हुन्छ किनभने अब यसै पनि हाम्रो त एज भयो त्यसले गर्दाखेरि स्किनलाई अलिक टाइट पनि पार्ने काम पनि गर्छ होइन ग्लिसरिनले एलोभेरा जेलले यसै त म त एलोभेरा जेलहरू त यसै पनि दिनमा पनि युज गरिबस्छु एलोभेरा जेल अनि तपाईँको भयो गुलाब जल चाहिँ एकदम फ्रेस पार्छ तपाईँहरूले केही लाउनु पर्दैन सिरम गुलाब जल तपाईँले मुख धोएर तपाईँले मुखहरू वास गरिसकेपछि चाहिँ गुलाब जलहरू हमेसा तपाईँले एनी टाइम लाग्नु सक्नुहुन्छ अन्त यसरी यो लगाएपछि चाहिँ 10 मिनट जस्तो राखेर चाहिँ हामीले वास गर्नुपर्छ वास गरिसकेपछि चाहिँ तपाईँहरूको मोइस्चराइजर के छ छैन भने मोइस्चराइजर पनि छैन भने तपाईँले एलोभेरा जेल पनि लाउन सक्नुहुन्छ एलोभेरा जेल लगायो त्यसको बादमा हुन्छ यदि एलोभेरा जेल पनि छैन भने तपाईँले गुलाब जल लगाइदिनुहोस् यो 10 मिनटको बादमा धोएपछि नेकतिर पनि अलिक लाउनुपर्छ किनभने हाम्रो यो घाँटीहरू पनि डढ्छ किनभने फेरि फेसमा मात्रै गर्दाखेरि फेसमा त अलिकति क्लियर देख्छ फेरि घाँटी चाहिँ कालै देख्छ होइन त्यही कारणले गर्दाखेरि घाँटीमा पनि लाउनु जरुरी छ हो त्यसले गर्दाखेरि यो फेसियल यो चाहिँ हप्तामा 2-3 चोटि गर्नुपर्छ तपाईँहरूले हप्तामा 2-3 चोटि गर्दाखेरि चाहिँ यसै पनि हुन्छ महले चाहिँ स्किनलाई अलिक टाइट गर्छ महले पनि यसमा मह पनि हालेको छु त्यसको बादमा एलोभेरा जेल कफी अनि काँचो दुध त्यसले चाहिँ एकदम काँचो दुधले पनि फेयरनेस ल्याउँछ स्टेपको होइन फेस प्याकहरू लगाएर अघि फर्स्ट स्टेप गरेँ होइन फर्स्ट स्टेप गरेर अब त्यसलाई चाहिँ पानीले पखालेर चाहिँ अब यसलाई फेरि म अनि दुध र बेसन लाएर चाहिँ फेरि यसलाई दुध र बेसन सेकेन्ड स्टेप चाहिँ तपाईँले के गर्नु दुध अनि बेसन लाएर चाहिँ तपाईँले पुरा फेसलाई एकदम क्लिन गर्नु हाम्रो फेसमा चाहिँ कतिवटा चिजहरू होइन हामी घरमै बनाएर लगाउन पनि सकिन्छ त्यसलाई चाहिँ घरमै लगाएर बनाएर गरेर चाहिँ हामी यसलाई गर्नु सक्छौँ हेर्नुहोस् त्यही गरेको बादमा यसलाई वास गर्नुपर्छ सबै मेरो युट्युबका फ्रेन्डहरू सबैजनालाई गुड नाइट शुभरात्रि भन्दै आज मेरोको ब्लगलाई अन्त गर्दछु द एन्ड गर्दछु हुन्छ बाई।